जा म ज्वाइँलाई पनि जान्छु नभए म सुत्छु म सुत्न पनि दिन्न भने यस्तो गरेर यति डल्लो बनाइदिन्छु सजिलो त्यही लेबन्डाले गर्दा कि अरूको बोक्न धौ हुन्छ मलाई त्यो डोरी बोक्ने हुन्न कि सानो सानो छ हारिदिन्छु त कस्तो थाहा पायो आमा झोलाले आफूले ल्याउने मान्छे झोलाले देखेर थाहा पायो यहाँबाट अहिले कि अहिले तैँले बाँड्नु लगाइसक्यो भयो थाहा डोरी कसले भन्थ्यो मैले सानो हिँड्दै बाँड्दिन्छ भने मतलब बाँड्दैन डोरी सोध्नु भने आमाले भने केही नमान्ने कपाल तिम्रो फुस्किन्छ त्यही भएर बाँधिदिनु सक्छ कपाल फुस्किन्छ अहिले पनि फुस्किन्छ कि सबै हो होइन मैले राम्ररी बाँडेको छु कपालै त्यस्तै मेरो पनि त्यस्तै त बिहान नआएर चिसो थियो अलिअलि कोले थियो चिसै केही नहालिकन तेल हालिदिन्थ्यो फेरि तेल हाल्न लाने त्यही गर्दा हुन्छ भन्छु मन थियो हाल्नु त भिडियोमा